मुक्तिनाथ यात्राको प्रथम दिन आज हामी यो यात्रा तानसेन बजारबाट सुरु गर्दैछौँ। हामी भर्खरै तानसेन बजारलाई छोडेर श्रीनगरको फेरि बतासे डाँडातर्फ लाग्दैछौँ। यो यात्रा हाम्रो आज रानीमहल, रुरु क्षेत्र, बागलुङ हुँदै पर्वतसम्मको हुनेछ। यो तल देखिएको बजार तानसेन बजार हो। 16औं शताब्दीमा रुद्रसेनले राज्य स्थापना गरेदेखि यो बजारको महत्त्व झन् बढ्दै गएको मानिन्छ र कुनै बेलाको एउटा शक्तिशाली राज्यमध्ये पनि पर्थ्यो यो बजार। यसको नामकरण किम्वदन्ती अनुसार मगर भाषाको तानसिङ भन्ने शब्दबाट रहन गएको भन्ने पनि मानिन्छ। तानसिङको अर्थ उत्तरी बस्ती भन्ने हो। हामी यो सुन्दर श्रीनगरको फेद हामी बतासे डाँडातर्फ पर्दछौँ। बतासे डाँडालाई छोडेर हामी अब ओह्रालो लाग्यौँ। यो बाटो रानीमहलसम्म पुग्दछ। करिब 13 किलोमिटरको दूरीमा तानसेनदेखि रानीमहल पुग्न सकिन्छ। रानीमहल एउटा ऐतिहासिक दृष्टिकोणले नि निकै महत्त्वपूर्ण ठाउँ हो। हामी बाटोको दृश्यहरू हेर्दै अवलोकन गर्दै हिँडिराखेको थियौँ। ऐसेलु फलेको रहेछ बाटोमा, लटरम्म पहेँलै रहेछ बोटहरू, नखाइकन हिँड्न मनले मानेन र हामी झऱ्यौँ र ऐसेली टिप्न लाग्यौँ। एकछिन यो ऐसेलीको स्वाद लिग्यौँ दुवैजनाले। निकै मिठो स्वादिलो ऐसेलु थियो। अनि हामी फेरि यहाँबाट प्रस्थान गऱ्यौँ रानीमहलको बाटो। रानीमहल यो ऐतिहासिक दृष्टिकोणले निकै महत्त्वपूर्ण ठाउँ हो। खड्ग शमशेरले 1950 को आसपासमा हुनुपर्छ आफ्नी कान्छी रानी तेज कुमारीको स्मृतिमा बनाएका थिए। त्यति बेला उनी तत्कालीन पश्चिम कमान्डर इन चिफ पनि थिए। यो रानीमहल नेपालको ताजमहल भनेर पनि चिनिन्छ। यो निकै आकर्षक शैलीमा यसलाई बनाइएको छ। एकछिन हामी यसको वरिपरि डुल्यौँ, घुम्यौँ। रानीमहलको एकछिनको घुमघामपछि हामी पुनः फर्क्यौँ आफ्नै निरन्तर यात्रातर्फ लागिराख्यौँ। हाम्रो यात्रा कालीगण्डकी करिडोर हुँदै मुक्तिनाथ पुगेर फेरि फर्केर पोखरा हुँदै काठमाडौँसम्म जानु थियो र आजको दिनको हाम्रो यात्रा तानसेनदेखि हिँडेर हामी बागलुङ बलेबा हुँदै कुस्मा पर्वतमा गएर हाम्रो बास बस्ने कार्यक्रम रहेको छ। हामी कुस्मा ठुली पोखरी हाम्रो मितको बुवा आमा हुनुहुन्छ, उहाँ भेट्ने कार्यक्रम र उहाँकै घरमा आज बास बसेर हामी भोलिपल्ट फेरि हाम्रो पुनः निरन्तर यात्रामा लाग्ने कार्यक्रम रहेको छ। यो वरिपरिको निकै रमाइलो कालीगण्डकीको किनारमा रहेको कालीगण्डकीको कोरिडोरबाट यात्रा गरिराखेका छौँ। यहाँका डाँडापाखाहरू, हरियाली, प्रकृतिले सिँगारेका पहाडहरू हेर्दै, तलको कालीगण्डकी नदी सललल बगेको हेर्दै हामी हाम्रो यात्रा अगाडि बढाइराखेका छौँ। हामी गुल्मीको रिडी हुँदै हर्मिचौर हुँदै हामी फेरि बागलुङ प्रस्थान गरिसक्यौँ। रिडीदेखि बागलुङ बलेबा लगभग 70-80 किलोमिटरको हाराहारीमा रहेको छ। रानीमहलदेखि 88 किलोमिटर 88 किलोमिटर देखाएको थियो बागलुङ बलेबालाई। बाटो निकै राम्रो छ। कहीँ कतै अलिअलि हल्का अफरोड भए तापनि भर्खरै बनेको बाटो धेरै अलमोस्ट 90% पिच नै बाटो थियो, जसले गर्दा हामीलाई यात्रामा त्यति कुनै ठुलो असहज पनि भएन। बागलुङ जिल्ला प्रवेश गर्ने बित्तिकै झन् प्रकृतिले सिँगारेको पहाडहरू देख्दा झन् छुट्टै मनमोहक बनायो। यहाँका डाँडाहरू र यसलाई बागलुङलाई सामान्यतया झोलुङ्गे पुलको जिल्ला पनि भनेर भन्ने गरिन्छ, किनकि यहाँ प्रत्येक पहाडै पछि झोलुङ्गे पुलहरू देख्न सकिन्छ, जसले झन् छुट्टै आकर्षित बनाइरहेको छ। यिनै दृश्यहरू हामी हेर्दै हाम्रो यात्रालाई अगाडि बढाइराखेका छौँ।
is how to be brave. How can I love when I'm afraid to fall? But watching you stand alone, all of my doubt suddenly goes away somehow. 3 घन्टाको यात्रापछि हामी बागलुङ बलेवा आइपुग्यौँ। अब हामी चाहिँ यहाँबाट पहाडी कालीगण्डकी तरेर कुस्मातिर लाग्नुपर्ने हुन्छ हामीले, किनकि अब यो बाटो छोड्छौँ। यो बाटो मालडुङ्गा जान्छ, सिधै जाने भने मालडुङ्गा जान्छ। हामी पनि अब कुस्मातिर प्रस्थान गर्छौँ। हामी बागलुङ बलेवाबाट कालीगण्डकी कोरिडोरलाई छोडेर तलतिर लाग्यौँ। हामी आज कुस्मा पर्वत हुँदै ठुली पोखरी बस्ने कार्यक्रम रहेको हुनाले मालडुङ्गा हुँदै घुमेर आउन निकै लामो हुने भएको हुनाले हामी तल बाङ्गे चौर भन्ने ठाउँमा झऱ्यौँ बागलुङको। त्यहाँबाट झलुङ्गे पुल तरेर जानुपर्ने रहेछ। यो निकै ठुलो लामो अल्को झलुङ्गे पुल हो। यो नेपालकै र एसियाकै पनि ठुलो अल्कोमा मानिन्छ होला सायद। यसको 567 मिटर लामो छ भने 154 मिटर यसको उचाइ रहेको छ। देख्दै निकै डरलाग्दो लाग्ने, तर पनि हामीलाई छोटो बाटो रोज्नुपर्ने भएकोले हामी यही पुल हुँदै बागलुङबाट कुस्मातर्फ लाग्यौँ। फेरि हामी कुस्मा पुगेर कुस्माबाट पनि अर्को पुल तरेर हामी साइकल चोक भन्ने ठाउँमा जानुपर्नेछ र यसरी नै हामी फेरि यो पुलपछि लगत्तै अर्को झलुङ्गे पुल, त्यो झलुङ्गे पुल पनि लम्बाइमा केही सानो भए तापनि 350 मिटर जतिको लम्बाइ हुनुपर्छ त्यो पुलको, र उचाइ चाहिँ लगभग दुईटैको एउटै उचाइ रहेको छ। हामी आज यी दुईवटा पुल तरेर हामी बलेवाबाट बाङ्गेचौरबाट कुस्मा पर्वत र कुस्मा पर्वतबाट फेरि साइकल चोकतर्फ प्रस्थान गर्दैछौँ र त्यसपछि हामी त्यहाँबाट करिब 5-6 किलोमिटरको दूरीमा ठुली पोखरी भन्ने ठाउँमा पुगिन्छ र आज हाम्रो बस्ने कार्यक्रम ठुली पोखरीमै रहेको छ। यो चाहिँ दोस्रो पुल हो जसले कुस्मा र साइकल चोकलाई जोड्ने गर्दछ। यो पर्वत बिचकै पुल हो। अघिल्लो पुल चाहिँ बागलुङ र पर्वतको थियो भने यो पुलले चाहिँ पर्वत र पर्वतकै सदरमुकामदेखि अर्को साइकल चोक भन्ने ठाउँलाई जोड्दछ।